प्राय हाम्रो नेपाली समाजमा कुनै पनि क्षेत्रमा लागेर प्रख्याति कमाइसकेको व्यक्ति राजनीतिमा आयो भने त्यसले गाली खान्छ र दिनानुदिन झन् उँधो गइरहेको हुन्छ। तर राजनीतिमा लागेका युवा नेताहरूमा बालेन मात्रै यस्ता नेता हुन् जसले संसारभरिबाट प्रशंसा पाइरहेका छन् र उनका डाइहार्ड फ्यानहरू पनि उत्तिकै छन्। यदि कुनै पनि नेताले काम गरेर देखाउने हो भने त यो खालको प्रशंसा, यो खालको सम्मान पाइँदो रहेछ नि त। यहाँ एकैछिन हेरौँ न है, बालेनका डाइहार्ड फ्यानले के गरिरहेका रहेछन्। हेलो साथीहरू, फाइनली मेरो टेटो कम्प्लिट भइसकेको छ साथीहरू। सबैलाई ढोक्काने आयो, नमस्ते। अब हेर त बालेन दाइको फोटो कस्तो बन्यो, कस्तो छ साथीहरू। साथीमा हान्दैछन्। फाइनली फोटो कम्प्लिट भइसकेको छ दाइ। यसै गरी तपाईले सिर्फ काठमाडौँ मात्रै सफाई गर्नु भएको छ, पुरा नेपाल सफाई गर्नुहुनेछ भन्ने मलाई आशा छ दाइ। जस्तै भारत अहिले चन्द्रमामा पुगिसक्यो, त्यस्तै गरी हाम्रो नेपाललाई पनि चन्द्रमामा लिएर जानुहुनेछ भन्ने मलाई आशा छ दाइ। हजुरप्रतिको माया हो यो, हामी सबै नेपालीले माया गर्छौँ यसै गरी। र म त्यो मध्येको हजुरको एउटा फ्यान हो। भिडियो त यहाँले हेर्नु नै भयो हो। उहाँले भने जस्तै हाम्रो आशाका केन्द्र भनेको अहिले बालेन मात्रै छन्, जुन बालेनले काठमाडौँ सहरलाई चाहिँ जस्तो तरिकाले काम गरेर देखाएका छन्। अब नेपालभरि नै उनले काम गरेर देखाउने छन् भन्ने हामी आम युवाहरूलाई विश्वास छ कि कसो साथीहरू, कमेन्ट गर्नु होला।